हेलो गाइज नमस्ते। मलाई पनि एउटा सब्जेक्ट लाग्छ। म पनि सिटिभिटीको स्टुडेन्ट हो। मलाई सब्जेक्ट चाहिँ के लाग्छ भने केमिस्ट्री सब्जेक्ट लाग्छ होइन। मैले 60मा 60 मार्क गरेर आएको छु। अब यति राम्रो मैले यति 6 महिनादेखि पढेर 60मा 60 गरेर आएको छु। अब यसको के फाइदा भयो त? पेपरहरू सबै जलिसक्यो भने चाहिँ यसको के फाइदा भयो भन्नुहोस् त? यति राम्रो पढेको थिएँ कि मैले यति राम्रो पढेको थिएँ कि 60मा 60 हल गरेर आएको थिएँ होइन। यति राम्ररी लेखेको थिएँ। अब म यति लेख्नै सक्दिनँ। यदि इक्जाम भए पनि मैले बिर्सिसकेँ। अहिलेसम्म त मैले सबै किताब कपीहरू सबै मैले झोलामा प्याक गरेर राखिसकेको थिएँ। सबै मैले बिर्सिसकेँ। अब म कसरी दिन सक्छु इक्जाम? यदि इक्जाम दिनु छ भने सबै विद्यार्थीले दिनुपर्छ, जुन मसँग दिएको थिएँ होइन। सिटिभिटीको सबै विद्यार्थीले दिनुपर्छ, होइन भने यो पेपर जलेको मात्रै विद्यार्थीले दिन मिल्दैन होइन। कसरी मिल्दैन भनेपछि आखिर हाम्रो दोष त छैन नि पेपर जल्नुमा, सिटिभिटीको दोष छ। अब सिटिभिटीले कसरी हुन्छ मिलाउनु पर्छ। जसरी भए पनि यो चाहिँ हामीले गरिदिनु, इक्जाम चाहिँ हामीले गर्दैनौँ होइन। सिटिभिटीले मिलाउनु पर्छ जसरी भयो भने। यदि सिटिभिटीले मिलाएन भने हामीले के गर्नुपर्छ हामीलाई थाहा छ। फेरि पेपर जलाइन्छ, बरु विषय वस्तु लागिन्छ होइन। यति मेहनत आफूले गरेको होइन। एक त पहिल्यै दिमाग खराब भइरहेको थियो होइन। एकचोटि सब्जेक्ट लागेर पनि यस्तो राम्ररी पढाएको थियो, दिमाग पहिल्यै खराब भइरहेको थियो। जुन पेपर जलेर फेरि इक्जाम दिनुपर्छ, पेपर जलेकोले मात्र भनेर त जुनमा यस्तो पारा सन्किरहेको छ कि म अहिले नै गएर सिटिभिटी आगो लगाइदिउँ जस्तो कि त्यो मुला को त्यो भन्ने चाहिँ रिइक्जाम गर्नुपर्छ भन्ने। म त रिइक्जाम गरेपछि फुल चिट लिएर मजाले कपी सारेर लेख्ने हो, किनभने सबै बिर्सिसक्यो मैले होइन। अब जसरी भयो नि इक्जाम चाहिँ गरे पनि फुल चिट छोड्नु दिनुपर्छ। यदि गर्ने नै हो भने कि त भने सबैलाई चाहिँ इक्जाम दिनुपर्छ। ल बाई।